सबैभन्दा पहिला एफसी बार्सिलोनालाई एकदमै धेरै धेरै बधाई छ। हिजो बेलुकाको म्याचमा हाफ टाइम भन्दा पछि रियल ओभिडियोलाई 3-0 ले हराएर पुनः पनि टेबल टप गरेको छ। अब यसपछि रियल र बार्सा बीचमा यस्तै खालको 1 पोइन्टको तलमाथिको कम्पिटिसन्स भइराख्नेवाला छ। दुईटैले एउटा मात्रै म्याच ड्र गर्ने बित्तिकै थोरै 1 पोइन्ट मात्रै ड्र गर्ने बित्तिकै अर्कोले भरपुर फाइदा लिनेवाला छ। रिसेन्टली हेर्ने हो भने बार्सा भन्दा हामी धेरै पछाडि छौँ। पर्फर्ममा हाम्रो कुनै गणनै गर्न मिल्दैन। सो भविष्यमा के हुन्छ त्यो भने हेरौँला। पहिलेको अवस्थामा बार्सा हामीभन्दा धेरै अगाडि छ। यो हामी रियलको फ्यानले एक्सेप्ट गर्नै पर्छ क्या। सिजनको 50% म्याचहरू भइसकेपछि अब टाइटलको लागि खेल्छ एभ्री टिमले, टाइटल डिजर्भिङ टिमले। सिजनको अन्तिमसम्म पुग्दै गर्दा खतरनाक कम्पिटिसन हुनेवाला छ। सिजनको लास्टको म्याच समेत कुट्नुपर्ने अवस्था आउन सक्छ यदि यस्तै खालको रिजल्टहरू आउँदै गइराख्यो भने। सो अन्तिममा टाइटल भने डिजर्भेबल टिमले जित्नै पर्छ र जिति पनि हाल्छ। यो स्वाभाविक कुरा हो। जो डिजर्भिङ छ, जसले धेरै मेहनत गरेको छ, यसले जित्नुपर्छ। चाहे त्यो मेरो टिम होस्, चाहे कुनै अर्को टिम होस्, बार्सिलोना होस्, एटलेटिको माद्रिड होस्, जोसुकै होस्, जित्नुपर्छ। मेहनत गर्ने टिमले नै जित्ने हो। तर बार्सिलोनाका केही प्लेयर प्लस बार्सिलोनाको म्यानेजर ह्यान्सी फ्लिकको मुख्य मोटिभ्स, मुख्य उद्देश्य भनेको नै टाइटल जित्नु होइन, रियललाई हराउनु मात्रै हो रे के। यो कुरा ह्यान्सी फ्लिकले बार बार धेरै पटक म्याक्सिमम रिपोर्टरसँग भनिसकेका छन्। तपाईँको स्पेन आउनुको उद्देश्य के हो? म्याड्रिडले हराउनु। अनि तपाईँ स्पेन आइसकेपछि, बार्सिलोना आइसकेपछि एकदमै धेरै खुसी कुन टाइममा हुनुभएको छ? म्याड्रिडलाई हराएपछि। यस्तो खालको स्टेटमेन्ट उनले दिन्छन् क्या। अभियसली एज अ राइभलरी म्यानेजर यति हुनैपर्छ। यति भएन भने म्याचको कुनै क्रेज पनि बढ्दैन र लिगको पनि क्रेज बढ्दैन अनि मजा पनि आउँदैन। यो हुनुपर्छ, स्वाभाविक कुरा हो होइन। तर त्यसका अलावा अरू उद्देश्य पनि राख न यार। युरोपियन कम्पिटिसन्सहरूमा राम्रो पर्फर्म गर, च्याम्पियन्स लिग जित। स्टेडियमको हालत त्यसो छ। हिजो बेलुकाको म्याचमा हामीले देखिहाल्यौँ, पुरै छत चुइरहेछ। हुन त चाहिँ प्रेसिडेन्टले ल्यापोर्टले भनिरहेछ यो अन्डर कन्स्ट्रक्सन नै छ, निर्माण गर्न बाँकी हो भने तापनि ल्याक कन्स्ट्रक्सन चाहिँ हो। तपाईँहरू बुझ्नुहोस्, निर्माण भइसकेको छ छत, तैपनि पानी चुइयो के। सो यो भनेको पैसाको कमी हो। पैसा ल्याउनु छ भने युएफए च्याम्पियन्स लिग जित, त्यहाँ पर्फर्म राम्रो गर। ल ठिक छ, मानिदिउँ हामी रियल म्याड्रिड तिमीहरूसँग सक्दैनौँ, हामी हारिहाल्छौँ, हार्छौँ र तिमीहरूले हामीलाई जितेर स्पेनको टाइटल मात्र पाउने हो के, च्याम्पियन्स लिग पाउँदैनौ। अनि पैसा धेरै, च्याम्पियन्स लिग जित्यो भने आउँछ। स्पेनको ला लिगा र सुपर कप र कोपा डेल रे जित्यो भने पैसा धेरै धेरै आउँदैन के। त्यसैले ह्यान्सी दाजु ठिक छ, तिमी ह्यान्सी हौ, ह्यान्डसम पनि छौ होइन, बबाल स्ट्राटेजी पनि छ, बबाल मेन्टालिटी, बबाल क्यापासिटी पनि छ, तिमी धेरै माथि पुग्ने म्यानेजर हौ। सो रियल म्याड्रिडको मात्रै पछि नलाग, अन्य पछि पनि लाग। युरोपियन कप जित्नलाई, च्याम्पियन्स लिग जित्नलाई यो मेन्टालिटीले काम गर्नेवाला छैन। सो मेन्टालिटी चेन्ज गर। अब रियल म्याड्रिडलाई बिर्स्यौ, अगाडि फोकस गर। गुड लक भन्न चाहन्छु।